The Dark Knight trilogy is considered one of the best of 2000s. क्रिस्टोफर नोलनलाई वर्ल्ड रिनाउन्ड बनायो यो मुभीले. सो के होला त रिजन बिहाइन्ड इट? So why is it different than other Comic Con hero and is also better than the others? I'm Batman. First reason for me is fulfillment of the character by all the actors in the movie. Christian Bale as a Batman तीनवटै पार्टमा बेस्ट वर्क गरेका छन्. पास्टमा धेरैले एज अ ब्याटम्यानको रोल खेलेका छन्, तर इफ यु आस्क एनीवन हु इज द बेस्ट वान, मोस्टली विल से क्रिस्टियन बेल. Christian Bale as a Bruce Wayne and as a Batman, as a billionaire, as a person who is in love, a person who wants to find out his own identity in Gotham City has done tremendous work. Heath Ledgerले द डार्क नाइटमा खेलेको जोकरको रोल अहिलेसम्मकै एज अ भिलेन सबैभन्दा आइकनिक रोल मानिन्छ. पास्टमा पनि ज्याक निकल्सन र पछि ज्याकोन फिनिक्सले जोकरको रोल खेलेका थिए, तर हिथ लेजरले जसरी डायलग डेलिभरी गर्छन्, जसरी एक्सप्रेसन दिन्छन् अनि आफूलाई यस्तो जोकरमा पोर्ट्रे गर्छन् जसलाई पैसा र पावर होइन, सोसाइटीमा केओस बिल्डअप भएको मनपर्छ. त्योसँग अरूलाई कम्पेयर गर्न सकिँदैन. यस्तो ट्रु भिलेन मुभीमा आजसम्मको दिनमा बनेको छैन. देयर इज नो डाउट अन द्याट. And he also won the Oscar for it. Tom Hardy as Ben, who is the lead villain in the third part, पनि त्यस्तै क्यारेक्टर हो जसले लाइफमा डार्क साइड मात्र देखेको छ र करप्ट सोसाइटीलाई टोटली कोल्याप्स गर्न, सोसाइटीलाई नै बन्द गर्नुपर्छ भन्ने मेन्टालिटी राख्छ. सेकेन्ड रिजन हो रियलिस्टिक टेक्नोलोजी एन्ड फाइट सिन्स. अरू मार्भल मुभीमा लाइक स्पाइडरम्यान एन्ड आइरन म्यानहरू चाहिँ जो वर्ल्ड रिनाउन्ड सुपर हिरो क्यारेक्टरमा गनिन्छन्, तर त्यो क्यारेक्टरहरूको एक्सन र पावर ब्याटम्यानसँग कम्पेयर गर्ने हो भने ब्याटम्यानको हाइली रियलिस्टिक फिल हुन्छ. ग्याजेट्स र टेक्नोलोजीमा फोकस गरेर ब्याट मोबिल बनाउनु, ब्याटपड बनाउनु र ब्याटम्यान ट्रियोलोजी अरू मार्भल ट्रियोलोजी मुभीभन्दा सुपेरियर रियलिस्टिक फिल हुन्छ. सीन बिट्विन ब्याटम्यान एन्ड जोकर, ब्याटम्यान एन्ड बेन आर वान अफ द बेस्ट फाइट सिन इन कमिक अन बेस्ट मुभिज. थर्ड रिजन हो मुभीको राइटिङ. कुनै पनि मुभीको बेस भनेको स्क्रिप्ट र स्क्रिन प्ले र त्यसमा बेस्ट डिरेक्सन हुन्छ. सो क्रिस्टोफर नोलन वाज इन्भल्भ इन अल दोज थ्री क्याटेगोरिज एन्ड मेड दिस मुभी आइकोनिक. ब्याटम्यान बिगिन्समा कसरी ब्रुस वेनको क्यारेक्टरलाई ब्याटम्यान बनाउने, जोकरको इन्ट्रोडक्सन, बेनको ब्याकग्राउन्ड हिस्ट्रीहरू सब टु द पोइन्ट छ. डार्क नाइटको ओपनिङ सिन मेरो पर्सनल फेभरेट हो. नोलनले ब्रुस वेनको पर्सनल लाइफ इन्क्लुडिङ ट्रेजेडी, डेथ अफ हिज प्यारेन्ट्स, ट्रेजेडी इन हिज लभ लाइफलाई पनि कमिकनमा इन्क्लुड गरेर प्रेजेन्ट गर्नुले हि इज सिम्पली मास्टर क्लास इन दिस मुभी भनेर देखाउँछ. ब्रुस वेनको क्यारेक्टरले आफ्नो आइडेन्टिटी खोज्नु, फियर ओभरकम गर्नु, आफ्नो लभ लाइफलाई प्रायोरिटी दिनु र सोसाइटीको रेस्पोन्सिबिलिटी शुद्ध पुरा गर्दा आफू कन्फ्युज भएको स्टेजलाई वेल डिफाइन गरेका छन् क्रिस्टोफर नोलनले. ब्रुस वेनले सानैदेखि मन पराएको रिचेलले ब्रुसलाई लेखेको लेटरको सिन, डार्क नाइटमा मुभ अन हुन खोज्दा पाएको बिट्रेल, हार्वी डेन्टको ब्याकल्यास आफूमाथि लिएर सोसाइटीमा एज अ भिलेन प्रेजेन्ट हुनु र रेस्पोन्सिबिलिटी पुरा गर्दा फेम नखोज्नु भनेर ब्याटम्यानले भनेको डायलगले नोलनले राइटिङमा ब्याटम्यानको फ्यान्सी ग्याजेट र एक्सन मात्र होइन, एउटा रियल मेसेज पनि दिन खोजेका छन्. Wealth and power does not give you what you actually deserve, although how much you want it भनेर प्रुफ गर्छन् नोलनले डार्क नाइटमा. मुभीमा युज गरेको VFX टोटली रियलिस्टिक देखिन्छ. ब्याटम्यानको स्केयरक्रोसँगको इन्टरेक्सन, सोसाइटीमा क्याओसको सिचुएसनको सिन, न्युक्लियर वेपन डिस्ट्रोयको सिन एज वेल एक्जिक्युटेड एन्ड एडिटेड. सिनेमाटोग्राफीको कुरा गर्ने हो भने ब्याटम्यान टावरको माथि स्ट्यान्ड गरेको, ब्याटम्यान एक्लो फिल गरेको, जोकरले पैसा जलाएको सिन, बेनसँगको फाइट सिन,
इज एब्सोल्युटली स्पट अन। मुभीको ब्याकग्राउन्ड म्युजिक हन्स जिमरले दिएको हुन्, जो अहिले वर्ल्डको मोस्ट रिनाउन्ड म्युजिसियन एन्ड कम्पोजर मानिन्छन्। दिस ट्रिलोजी गिभ्स यु बेस्ट कमिक क्यारेक्टर एभर एक्जिस्टेड इन बेस्ट वे विथ सम स्याड एन्ड ट्रेजेडी मोमेन्ट्स एन्ड फुल अफ थ्रिल्स। अ रियल हिरोइजम भनेको फियरलाई ओभरकम गरेर, लाइफमा ग्रिफबाट मुभ अन गरेर, सोसाइटीप्रति केही रेस्पोन्सिबिलिटी पुरा गरेर आफ्नो लागि लाइफ बाँच्नु हो भनेर क्लियर मेसेज डेलिभरी हुन्छ ट्रिलोजीको इन्डमा। होप यु लाइक दिस भिडियो। प्लिज हिट a subscribe and a like button for more videos. See you on the next one.